सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन विराटनगरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग र सामरिक महत्त्वको सडकलाई खाल्टाखुल्टीमुक्त राख्न नियमित मर्मत समारको काम गर्दै आइरहेको छ। राजमार्गमा सहज रूपमा यातायात सञ्चालन गराउने र सम्भावित सडक दुर्घटना हुन नदिन खाल्टाखुल्टी टाल्ने र सडक स्तरोन्नतिको काम गर्दै आएको हो। डिभिजनको कार्यक्षेत्रमा पर्ने हाल 250 किलोमिटर सडक रहेको छ। यसअघि डिभिजन मातहत रहेका राष्ट्रिय राजमार्गको विस्तार र निर्माणको काम भइरहेको छ। डिभिजनले आकस्मिक, नियमित, पटके र आवधिक मर्मत समारको काम गरेर सडकलाई व्यवस्थित बनाउने काम गर्दै आएको छ। कार्यक्षेत्रभित्र पर्ने सडकलाई खाल्टाखुल्टी मुक्त बनाउने गरी काम भइरहेको सडक डिभिजन विराटनगरका प्रमुख नारायण न्युरे बताउनुहुन्छ। विशेष गरी राजमार्गहरूको चाहिँ मर्मत समार र यसलाई चाहिँ सडक सुरक्षा सहितको चाहिँ व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ बोकेको सडक डिभिजन विराटनगरले करिब 250 किलोमिटर जति चाहिँ कार्यक्षेत्रको वहन गर्दछ। यसै अन्तर्गत हाम्रो विभिन्न कोशी राजमार्ग जस्तो रानीदेखि विराटनगर हुँदै इटहरी धरान भेटेटारसम्मको खण्ड होइन, त्यस्तै चाहिँ यो विराटनगरदेखि तपाईँको चाहिँ फुलचौर निस्किने हुलाकी राजमार्गको खण्ड, अनि इनरुवादेखि चाहिँ तपाईँको दोवाबी निस्किने चाहिँ सडक खण्ड, त्यस्तै रङ्गेली कानेपोखरी रङ्गेली रतुवातिरको चाहिँ खण्डहरू चाहिँ यस सडक डिभिजनको कार्यक्षेत्रभित्र पर्दछन् राजमार्गको रूपमा भने। अन्य केही चाहिँ अन्य सामरिक महत्त्वका सडकहरू पनि पर्दछन्। विशेष गरी कस्तो छ भने यो कोशी प्रदेशको राजधानी भए तापनि चाहिँ केही राजमार्गहरूको खण्डहरू जस्तो तपाईँले पूर्व पश्चिम राजमार्ग हेर्नुभयो, मदन भण्डारी राजमार्ग हेर्नुभयो, हुलाकी राजमार्ग हेर्नुभयो भने केही ठुला राजमार्गका खण्डहरू अहिले अपग्रेडिङ अथवा स्तरोन्नतिकरणमा रहेको र चाहिँ विभिन्न आयोजनाहरूसँग चाहिँ जिम्मेवारी रहेको छ। ती आयोजनाहरू चाहिँ स्तरोन्नति सम्बन्धित आयोजनाले गर्दैछन् भने अहिले हामीलाई हस्तान्तरण भएर आएका हुलाकी राजमार्ग केही सडक खण्डहरू र चाहिँ कोशी राजमार्ग केही खण्ड र अन्य सामरिक महत्त्वको सडकहरूलाई व्यवस्थापन गर्छौँ। विशेष गरी अब सडक डिभिजन भन्दा बित्तिकै के हुन्छ भने विभिन्न राजमार्गको मर्मत समार जस्तो चाहिँ नियमित मर्मत समारको कुराहरू, अनि तपाईँको चाहिँ यो रिकरेन्ट मर्मत समारका कुराहरू, आवधिक मर्मत समारका कुराहरू, इमर्जेन्सी मर्मत समारका कुराहरू चाहिँ काम गर्ने गरिन्छ। जस्तो तपाईँले चाहिँ हेर्नुभयो भने धरान भेटेटार खण्डमा विभिन्न इमर्जेन्सी र नियमित मर्मत समारका कामहरू, सबै राजमार्गका खण्डहरूमा नियमित मर्मत समारका कामहरू, राजमार्ग खण्डहरूमा चाहिँ तपाईँको चाहिँ अहिले जुन रिकरेन्ट भनेर चाहिँ हामीले चाहिँ मर्मत समारका पटक चाहिँ खाल्टाखुल्टी रहित बनाउने अभियान अन्तर्गत चाहिँ प्याचवर्कहरू गर्ने कार्यहरू, सडक सुरक्षा अन्तर्गत चाहिँ विभिन्न राजमार्गहरूका खण्डहरूमा चाहिँ रोड मार्किङ, जेब्रा क्रसहरू, लेन मार्किङहरू र ब्यारियर चाहिँ रेट्रो रिफ्लेक्टिङ रबर पोस्टहरू राख्ने चाहिँ कामहरू गरिरहेछन्। पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग विभिन्न आयोजना मार्फत निर्माणाधीन अवस्थामा रहेको छ। कोशी राजमार्ग, हुलाकी र सामरिक महत्त्वको सडकको व्यवस्थापनको काम डिभिजन मार्फत भइरहेको छ। यो सँगै मोरङ र सुनसरी अन्तर्गत रहेका 10वटा निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माण एवं स्तरोन्नतिको काम पनि डिभिजन मार्फत भइरहेको छ। सहरी क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि डिभिजनले सडक सुरक्षामा पनि त्यत्तिकै ध्यान दिएको छ। सडक सुरक्षा अन्तर्गत लेन मार्किङ, जेब्रा क्रसिङ, आवश्यक पर्ने ठाउँमा सडक सङ्केत राख्ने काम नियमित रूपमा हुँदै आएको छ। डिभिजनले सडक सुरक्षामा नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिएको छ। बढी दुर्घटना हुने स्थानको पहिचान गरेर रेक्टो रिफ्लेक्टिभ, प्लास्टिक ब्यारियर, क्याट आई लगायतका ट्राफिक साइन राख्ने काम पनि डिभिजनबाट भइरहेको छ। सडक सुरक्षामा आवश्यक बजेट नहुँदा अपेक्षाकृत रूपमा सडक सुरक्षाको काम गर्न नसकिएको प्रमुख न्युरे बताउनुहुन्छ। नेपाल सरकारबाट बजेट विनियोजन हुँदाखेरि सडक सुरक्षामा एकदम अत्यन्त न्यून बजेट चाहिँ विनियोजन हुने र जसले गर्दाखेरि ट्यान्जिबल रूपमा देखिने गरी राजमार्गहरूलाई चुस्त दुरुस्त किसिमले चाहिँ सडक सुरक्षाको काम गर्न सकिने अवस्था नरहे तापनि सडक डिभिजन विराटनगरले केही चाहिँ यस्ता ठाउँहरू सबै राजमार्गमा गर्न नसके पनि राजमार्गको चाहिँ एकदमै प्रायोरिटी बेस्डमा चाहिँ ब्ल्याक स्पट भन्छ नि, जुन रोड एक्सिडेन्ट हाई हुने र क्याजुअलिटी हाई हुने ठाउँलाई चाहिँ ब्ल्याक स्पट भन्छ। त्यस्ता पोइन्टहरू पत्ता लगाएर त्यस्ता पोइन्टहरूमा चाहिँ थोरै बजेटमा नि गर्न सकिने केही कामहरू, जस्तो हामीले चाहिँ नयाँ प्रविधि अन्तर्गत हेर्दाखेरि रेट्रो रिफ्लेक्टिङ चाहिँ रबर ब्यारियरहरू जुन चाहिँ वाटर फिल गरेर चाहिँ सडकमा चाहिँ लेनहरू छुट्याउन राखिन्छ, जसले थोरै स्पेस लिन्छ, जसले गर्दाखेरि ठुलो चाहिँ मेडियनहरू बनाइरहनु पर्दैन र मेडियन बनाउन नसकेको स्पेस एकदम कम भएको ठाउँमा चाहिँ रेट्रो रिफ्लेक्टिङ प्लास्टिक
ब्यारियरहरू र रेट्रो रिफ्लेक्टिङ रबर पोस्ट फ्लेक्जिबल पोस्ट भन्छ, जसलाई चाहिँ स्लाइडली चाहिँ कुनै भेहिकलले चाहिँ त्यसलाई टच गरे पनि त्यो फ्लेक्जिबल हुने भएको हुनाले चाहिँ त्यो चाहिँ ब्रेकडाउन भएर नजाने खालको पोस्टहरू हुन्छ। त्यो पनि रेट्रो रिफ्लेक्टिङ चाहिँ लाइटिङहरू राखेको हुन्छ। त्यस्तै गरेर चाहिँ तपाईँको रेट्रो रिफ्लेक्टिङ स्टडहरू, रेट्रो रिफ्लेक्टिङ चाहिँ क्याट साइहरू यिनीहरू र ट्राफिक साइन्सहरू राख्दा पनि पहिला के हुन्छ नर्मल साइनहरू हुन्थ्यो भने अहिले रेट्रो रिफ्लेक्टिङ पेनबाट चाहिँ गरेको चाहिँ साइनहरू राख्ने चाहिँ गरेको छ। र यस्ता चाहिँ कामहरू गर्नलाई राजमार्गहरू जसरी अघि मैले भने करिब 250 किलोमिटरको हाराहारीको राजमार्गलाई चुस्त दुरुस्त रूपमा सडक सुरक्षाको लागि काम गर्दाखेरि 8-10 करोड बजेट चाहिन्छ भने अहिले त्यो सडक नियोजन विभागमा जम्मा 50 लाख बजेट विनियोजन भएको थियो र त्यही 50 लाख विनियोजनभित्र हामीले चाहिँ प्राथमिकता क्रम तोकेर चाहिँ केही चाहिँ ब्ल्याक लिस्टहरूलाई चाहिँ सडक सुरक्षाको कामहरू गरिरहेका छौँ। त्यसै गरी विराटनगर इटहरी सडक खण्डको खनारमा सडक सुरक्षाको कामलाई अघि बढाइएको छ। साँघुरो सडक भएकाले दुर्घटना हुने क्रम बढेसँगै यस खण्डमा डिभिजनले प्लास्टिक ब्यारियर र फ्लेक्जिबल ट्राफिक सेफ्टी पोस्ट राख्ने काम गरेको छ। सडकलाई सुरक्षित राख्नको लागि नयाँ प्रविधिको प्रयोग गरिएको सडक डिभिजन विराटनगरका इन्जिनियर प्रभात कुमार राई बताउनुहुन्छ। कोशी राजमार्गको यस खनार बजारमा हालसालै तपाईँको ट्राफिक सेफ्टीको कार्य भएको छ। ट्राफिक सेफ्टीको कार्यमा चाहिँ मुख्यतः हामीले थर्मोप्लास्टिक पेन्टिङ जुन चाहिँ डबल लाइन सेन्टर लाइन मार्किङ भयो, त्यसपछि गएर लेन सेपरेसन मार्किङ भयो, त्यसपछि जेब्रा क्रसिङको कार्यहरू भइसकेको छ र हामीले उपयुक्त स्थानहरू हेरेर चाहिँ हामीले जस्तै यो रोड प्लास्टिक ब्यारियर भयो र यो हाम्रो ट्राफिक प्लास्टिक पोस्टहरू पनि हामीले राखेका छौँ। जस्तो के छ भन्दाखेरि यस क्षेत्र चाहिँ तपाईँको हाम्रो बाटोको विड्थ पनि एकदमै कम भएको र यसमा चाहिँ ट्राफिक सुरक्षाको काम गर्नु अति नै आवश्यक रहेको पनि देखिन्छ र यही अन्तर्गत चाहिँ हामीले यो कार्य गरी पश्चात चाहिँ धेरै सडकका चाहिँ भनौँ न सुरक्षाका दृष्टिकोणले पनि एकदम उपयुक्त भएको र इफेक्टिभ पनि भएको र दुर्घटना पनि एकदम न्यूनीकरण भएको देखिन्छ। सडक डिभिजन अन्तर्गतको माथहतका सडकहरू हाइवे भयो, त्यसपछि गएर महेन्द्र राजमार्गै भयो, त्यसपछि कोशी राजमार्गको जस्तै धरानदेखि हाम्रो धरान भेडेटारदेखि लिएर यस कोशी राजमार्गको जस्तै रानी विराटनगर इटहरी सेक्सनहरू भयो, हुलाइका सेक्सनहरूमा चाहिँ हामीले चाहिँ सडक बोर्ड मार्फत नै बजेट विनियोजित अन्तर्गत नै रुटिन मेन्टेनेन्सका कामहरू भइरहेको नै छ। रुटिन मेन्टेनेन्स लगायतका अरू पनि पोटहोल्स टाल्ने जुन हाम्रो रिकरेन्टका कामहरू पनि स्वीकृत बजेट अनुसार हुने कार्यहरू हामीले निरन्तर रूपमा गरि नै रहेका छौँ। जस्तो धरान भेडेटार सेक्सनमा पनि विभिन्न पहिरोहरू जाने कारणले गर्दाखेरि बाटो अवरोध हुने कारणहरू पनि हामीले चाहिँ उपयुक्त इक्विपमेन्टहरू हामीले रेन्ज वर्करहरू सुपरभाइजर मार्फतबाट चाहिँ सडक सफाइ गर्ने, सडकको चाहिँ मर्मत समार गर्ने कामहरू भइरहेछ। रानी विराटनगर सडकमा अत्याधिक भार वहन बोक्ने ट्रक सञ्चालन हुँदा सडक छिटो बिग्रने गरेको छ। त्यस खण्डमा पनि अहिले डिभिजनले मर्मत समारको काम गरिरहेको छ। सडक मर्मत सम्मार एवं आवधिक मर्मतको लागि आवश्यक बजेट नभएको कारण पर्याप्त काम गर्न नसकिएको बताउँदै आगामी आर्थिक वर्षको लागि 90 करोड बजेट माग गरेर पठाइएको न्युरे बताउनुहुन्छ। डिभिजन अन्तर्गत जति चाहिँ राजमार्ग छन् र त्यसको स्तरोन्नति तथा पुनर्स्थापना गर्नको लागि केही सडकहरू यति चाहिँ जीर्ण बनिसकेका छन् कि त्यसको चाहिँ सामान्य मर्मत सम्मानले नभएर त्यसलाई चाहिँ रिहेबिलिटेसन भन्छौँ इन्जिनियरिङ टर्ममा भन्दाखेरि, त्यसलाई चाहिँ सिम्पल भाषामा गर्दाखेरि पुनर्स्थापना गर्ने भनिन्छ। त्यस्ता सडकहरूको लागि चाहिँ बजेट अलग चाहिँ विनियोजन भएको छैन। जस्तो चाहिँ तपाईँले हेर्दाखेरि कोशी कटान एरियामा चाहिँ महेन्द्र राजमार्गकै केही पार्टहरू चाहिँ धसेको छ, त्यसलाई चाहिँ रिहाब गर्नुपर्ने हुन्छ। रानी विराटनगर रोडमा चाहिँ तपाईँको हेभी लोडेड भेहिकलहरूले गर्दाखेरि चाहिँ त्यो चाहिँ पेमेन्ट फेलर भएर त्यसलाई रिहेबिलिटेसन गर्नुपर्ने छ, त्यसको लागि बजेट विनियोजन छैन। त्यस्तै गरेर दुवाबी इन्डुवा सडक पनि रिहेबिलिटेसन गर्नुपर्ने अवस्थामा पुगेको छ, तर त्यसको लागि बजेट विनियोजन छैन। यो भनेको के भने यस्ता चाहिँ राजमार्गहरू जसलाई चाहिँ धेरै बजेट खर्च गरेर पुनर्स्थापना गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ बेलैमा बजेट विनियोजन भएमा चाहिँ सडक डिभिजनले चाहिँ तुरुन्तै पुनर्स्थापना गरेर सरकारी सम्पत्ति चाहिँ थप क्षति हुनबाट बचाउन सक्ने अवस्था रहन्थ्यो। हामीले सडक विभागसँग चाहिँ बारम्बार यसको बारेमा चाहिँ बजेट विनियोजनको लागि बजेट व्यवस्था गरिदिनुहोस् भनेर चाहिँ हामीले चाहिँ छलफल र चाहिँ हाम्रो चाहिँ जुन माग छ त्यो चाहिँ हामीले रिटर्न रूपमै राखेका छौँ। र अन्य चाहिँ नियमित मर्मत समार र पिरियोडिक मेन्टेनेन्स आवधिक मर्मत समारको लागि समेत बजेट न्यून छ, जसले गर्दाखेरि केही सडकहरू चाहिँ आवधिक मर्मत गर्दाखेरि चुस्त दुरुस्त हुने सडकहरू पनि चाहिँ भोलि चाहिँ ठुलो खर्च गरेर पुनर्स्थापना गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था देखिन्छ। चाहिँ जो अन्य रोड मेन्टेनेन्स प्लान अन्त करिब चाहिँ हामीले 90 करोडको चाहिँ हाराहारी चाहिँ बजेट डिमान्ड चाहिँ क्रिएट गरेर सडक विभागलाई बुझाइसकेको छ। यस चालु आर्थिक वर्षमा विनियोजित बजेटले मात्रै काम गर्न सकिने अवस्था नरहेको बताउँदै सडक मर्मत र आवधिक मर्मत गर्न सडक विभागसँग डिभिजनले थप बजेट माग गरेको छ।